हेलो साथीहरु, स्वागत छ मेरो रेशमा युट्युब च्यानलमा। आज चाहिँ म तपाईहरुलाई नयाँ भ्लगका साथ नयाँ भिडियो लिएर उपस्थित भइसकेकी छु। तपाईहरु देख्न सक्नुहुनेछ हरियाली, वन जंगल, डाँडाकाँडा, स्वच्छ वातावरण, स्वच्छ हावा पानी, रमाइलो दृश्य देखाउँदै यस्तै रमाइला भिडियोहरु बनाउँदै हजुर सामु उपस्थित भइसकेकी थिएँ। यस्तै रमाइला भिडियोहरु हजुर सामु देखाउन गइरहेकी छु। अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला भन्दै म आज पनि तपाईहरुलाई केही जानेका विशेष कुराहरु भन्न गइरहेकी छु। यस्तै डाँडाकाँडा, हरियाली, वन जंगल अनि रमाइलो दृश्यहरु, हिमाल पहाडहरु अनि आफूले जानेको सकेको मनोरञ्जन खालका भिडियोहरु हजुरहरु सामु शेयर गर्दै आइरहेकी थिएँ। यस्तै रमाइला खालका भिडियोहरु हजुरले धेरै मन पराइदिनु भएको छ। हजुरहरुलाई धेरै धन्यवाद छ। र आज तपाईहरुले मलाई धेरै माया गरिदिनु भएको हुनाले आज मेरो चाहिँ 1K सब क्रस भइसकेको छ। देख्न सक्नुहुन्छ रमाइलो दृश्यहरु के कस्तो लाग्छ। लाइक कमेन्ट गरिदिनु होला, सल्लाह सुझाव गरिदिनु होला। र अझ अब मलाई चाहिँ एकदमै हजुरहरुको साथ सपोर्टको जरुरी छ। मलाई माया गरेर 1K सब पुर्याउन मद्दत गर्नु भएको छ। यसैगरी वाच टाइम पनि बढाउनको लागि हजुरहरुले साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। हामी एक्लैको केही लाग्दैन। हामी एकअर्कामा साथ सपोर्ट गर्दै एक आपसमा जोइन हुँदै एकअर्काको भिडियो हेर्दै अगाडि बढ्यो भने हामी एकदमै सजिलैसँग सफलता प्राप्त गर्न सक्छौं। तपाईहरुले देख्न सक्नुहुनेछ रमाइला दृश्यहरु। एक आपसमा हामी साथ सपोर्ट गर्न एकदमै जरुरी छ। त्यसैले साथ सपोर्ट गरिदिनु होला। रमाइला दृश्यहरु देखाउँदै आजको भिडियो गराउँदै छु। हाम्रो जंगल, हरियाली, वन, हाम्रो गाउँघरको वातावरण यस्तो स्वच्छ छ। यसरी हामी एक आपसमा साथ सपोर्ट गर्दै जाँदा हामीलाई एकदमै सपोर्ट मिल्छ। सुरुमा त मलाई केही पनि थाहा थिएन। 1K सब पुगेपछि मात्रै पुग्छ, सफल भइन्छ भन्ने सोचेको थिएँ, तर त्यस्तो रहेन रहेछ। एकदमै सपोर्टिङ हुनु पर्दो रहेछ। आगामी दिनमा पनि म यस्तै रमाइला खालका भिडियोहरु लिएर उपस्थित हुने नै छु। तपाईहरु हेर्दै गर्नु होला। यसै क्रममा चाहिँ
साथ सपोर्ट गरिदिनु होला। यो भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला। हजुरहरूको माया ममताले गर्दा नै आज मेरो 1K सबस्क्राइबर पुगिसकेको छ। अझै पनि माया गरिदिनु होला भन्ने म आशा राख्दै आगामी दिनहरुमा यस्तै रमाइलो भिडियोहरु लिएर उपस्थित हुने नै छु भन्दै म चाहिँ आजको लागि बिदा हुन्छु। हस्त।